जा मैले दिइसकेँ तँलाई शराब अब हुँदैन अब यसको काम छैन जा अब सेटल भइस् त अनि यतिकै बोल्ने पनि चाहिन्छ नत्र उस लाग्छ बोर लाग्छ यसरी त थर्काउनै पर्छ अलिकति यो माथि कि होइन ऊ हो के भन्छ अरे बाख्री बेला बेलामा अस्ति भर्खर बाख्रा बोका खोजेर लगेको फेरि भत गर्न थाल्यो त्यही भएर हो कि ठोक्दै हो त्यसलाई कविता कार्कीजी एउटा लाइभ मेरो भनाइ केही पनि होइन कि लाइभ एउटा डिसिप्लिन भन्ने कुरा हुन्छ नि त लाइभ भनेको त एउटा यहाँ अरू पनि हेरेर हुन्छ नि हामीलाई आयो यसरी चपायो अनि केही बोल्यो भने गर्यो अलि त यार ख्याल गर यार हामी सोसियल मिडियामा छौँ सामाजिक सञ्जालमा छौँ दुर्गाजी वेलकम मेरो घरको पार्टीले बोका खुज्दा मैले पुष्कर दाइले बोलाएको हो यो कुरा केसी बाबु दादा वेलकम दादा वेलकम दा वेलकम ब्याक दादा मेरो दाइले अघि दाइ बिजी हुनुहुन्थ्यो क्या त्यो बेला पनिसमेन्ट गर्न तयार बस्छ ल अघिको बदला अहिले लिन्छौँ हामी हाम्रो मुड अब बन्यो ओके गाइस यार यो बेलामा दिम न यार यिनीहरूलाई पनिसमेन्ट यिनीहरूको कोही नभएको बेलामा यिनीहरूको आउँदाखेरि हामीलाई गेम 7 गेमसम्म निकाल्दिए हाम्रोमा आउँदै छोड्यो दादा अब त कोही पनि छैन दाइ मैदान पनि खाली छ पोस्ट पनि खाली छ दाइ यस्तो सर्दिम कि दाइ कसम भनेको जेनु ट्रिपलमा खेल जस्ट ट्रिपलमा वेलकम बैक लव यू जी गाइस कम ऑन डबल टैप गाइस ट्रिपलमा खेल्दिम न ट्रिपलमा खेल्दिम ट्रिपलमा तपाईले ट्रिपलमा खेल्दिम ट्रिपलमा खेल्दिम न मेरो मित्रको टुक्रा राइन्दा वेलकम ब्याक दादा वेलकम ब्याक दाइ देख्नुभयो दाइ बराइन दादा दाइको अनुहार देखेर हामी आउँछ थैंक यू सो मच बिग कॉइन जी थैंक यू सो मच गाइस टैप ल अब गयो तपाईले अघि हान्नु भएको थियो नि त त्यही सोचिरहेको छ क्या केसी बाबु दा यार दुईजनालाई मात्र किन दियो पिप्ना हामीलाई पनि आएर दिन भन न यार थोरै थोरै यार यस्तो पनि हुन्छ एउटैले दिएको भए त हामी केही पनि बोल्ने थिएन यार खेल्दिनु केसी बाबु दा केही पनि आएको छैन 6000 एक सर्ट ट्रिपलमा बन्द गर्ने पिकिर नगराउने सब ले जाओ मोती खावा आई मिर्चिया